शुभ नाम के होला? मेरो नाम गुन्जन हो। त्यसो भए राख्नु पर्दैन। अनि के छ तपाईँ कति क्लासमा कति कक्षामा पढ्नुहुन्छ तपाईँ? म 3 कक्षामा पढ्छु। 3 कक्षामा पढ्नुहुन्छ? हजुर। अनि तपाईँलाई सबैभन्दा मनपर्ने सब्जेक्ट चाहिँ कुन हो? मलाई सबैभन्दा मनपर्ने सब्जेक्ट नेपाली, म्याथ र अङ्ग्रेजी हो। नेपाली, म्याथ र अङ्ग्रेजी हो? हजुर। अनि सबैभन्दा अप्ठ्यारो लाग्ने सब्जेक्ट चाहिँ कुन हो? मलाई सबैभन्दा अप्ठ्यारो लाग्ने चाहिँ त्यति धेरै त छैन। सबै सजिलो लाग्छ? हजुर। भनेपछि तपाईँ एकदम ट्यालेन्ट विद्यार्थी हो? फर्स्ट हुनुहुन्छ है क्या क्लासमा हो? त्यो चाहिँ थाहा भएन। अनि सजिलो लाग्छ सबै अप्ठ्यारो लाग्ने सब्जेक्टै छैन भनेपछि सबैमा जान्ने एकदम निपुण खारिएको व्यक्तित्व हुनुहुँदो रहेछ भनेपछि त हो? हो। तपाईँको नाम चाहिँ के अरे साँच्चै? मेरो नाम चाहिँ गुन्जन बजगाई हो। तपाईँ बस्न चाहिँ कहाँ बस्नुहुन्छ? म धरान पानबारीमा बस्छु। यो कुन जिल्लामा पर्छ? यो कोशी प्रदेश होला कोशी त? डिस्ट्रिक्ट चाहिँ कुन हो भनेको? यो धरान हो। धरान त सुनसरी जिल्ला हो। सुनसरी जिल्ला होइन डिस्ट्रिक्ट? हजुर। त्यही त। धरान उपमहानगरपालिका वार्ड नम्बर 6 सुनसरी जिल्ला कोशी प्रदेश नेपालमा बस्नुहुन्छ। हजुर। तपाईँको बाबा के गर्नुहुन्छ? मेरो बाबाको 3टा बस, एउटा गाडी छ। आफू चाहिँ गाडीमा हिँड्नुहुन्छ अनि काउन्टरमा जानुहुन्छ। मतलब अफिस छ बाबाको सानो खाले, त्यहाँ जानुहुन्छ। भनेपछि इन्टरप्रेनर बिजनेसम्यान हो? हजुर। सिधा भन्दाखेरि बाबा के गर्नुहुन्छ भन्दाखेरि मेरो बाबा बिजनेसम्यान हो भन्दा हुन्छ होइन? हामी त्यसरी बुझ्छौँ। अनि तपाईँको मामु के गर्नुहुन्छ? मेरो मामु चाहिँ हाउसवाइफ हो। मामु चाहिँ हाउसवाइफ हो। मामु पनि खाना बनाउनुहुन्छ, यो गर्नुहुन्छ, लुगा धुनुपर्छ भनिराख्नु परेन नि त हाउसवाइफ हो भनेपछि होइन? तपाईँको केयर गर्नुहुन्छ बाबालाई, तपाईँलाई, सबैलाई, बुवा आमालाई सबैलाई खाना बनाउने, लुगा धुने, घरको स्याहार सुसार गर्ने काम गर्नुहुन्छ जसलाई हामी हाउसवाइफ भन्छौँ होइन? सर्टकटमा त्यसरी नै बाबालाई पनि बिजनेसम्यान भन्दा हुन्छ है? बुझिस्यो? अनि हजुर स्कुल जान एकदम मन पराउनुहुन्छ कि मन पराउनुहुन्न? घरि गएर मनपर्छ, घरि गएर मन पराउँदिनँ। किन त्यस्तो? अब कुनै दिन यस्तो आरामले बेडमै सुतेको गर्न मन लाग्छ। अनि अरू बेला चाहिँ ठिकै छ, राम्रो छ, आज मजा आउँछ, स्पोर्ट्सहरू हो अनि हाम्रो पढाइ पनि राम्रो हुन्छ, म्यामहरूले क्विज खेलाउनुहुन्छ, त्यस्तो छ भने जान्छु मजाले नै। भनेपछि जे होस् पढ्नमा त्यति अल्छी लाग्ने त छैन? छैन। पढ्न धेरै मन लाग्छ कि स्पोर्ट्स भइदिए चाहिँ हुन्थ्यो जहिले दिने पछि जस्तो लाग्छ? स्पोर्ट्स। भनेपछि पढ्न मन लाग्दैन? लाग्न त लाग्छ, तर स्पोर्ट्समा क्विज खेल्दा झन् मजा आउँछ। तपाईँ अहिले कुन स्कुलमा पढ्नुहुन्छ? म अहिले केके इन्टरनेसनल स्कुल धरान 15 पढ्छु। कुन क्लास 3 होइन? हजुर। कतिवटा सेक्सन छ क्लासमा? हाम्रो 3टा सेक्सन छ, एबिसी। कुन सेक्सन हो तपाईँको? मेरो चाहिँ सी सेक्सन हो। सी सेक्सनमा हुनुहुन्छ। अनि के छ म्यामहरूले पनि पढाउनुहुन्छ, म्यामहरूले मात्रै पढाउनुहुन्छ कि सरहरू पनि हुनुहुन्छ? हाम्रो सर म्याम दुइटै हुनुहुन्छ। सबैभन्दा अलिक राम्रो बुझ्ने गरी यो टिचरले पढाएको चाहिँ मैले बुझेँ भने चाहिँ कुन सर अथवा म्यामले बुझे जस्तो लाग्छ पढाएको? अनि कसले पढाउँदा चाहिँ नबुझे जस्तो लाग्छ? बुझाउन चाहिँ हाम्रो अङ्ग्रेजी म्याम, इङ्ग्लिस फर बिगिनर्स, त्यो म्यामले मजाले पढाएको लाग्छ। अनि त्यस्तो चाहिँ अङ्ग्रेजी पढाउने म्याम चाहिँ कुन म्यामको नाम? नयाँ म्यामको नाम थाहा छैन। र एउटा म्याम चाहिँ ह्यान्डराइटिङ म्यामले चाहिँ मजाले पढाए जस्तो लाग्दैन। किन के हुन्छ र? हल्का उतो टाइप भन्नुहुन्छ। कस्तो उतो टाइप भन्नाले? उतो टाइप भन्नाले थाहा भएन। जस अलिक अड लाग्छ। के बुझाउने कोसिस गर्नुहुन्न कि ह्यान्डराइटिङ? सब कुरा बुझाउनुहुन्छ, तर उतो बेला बेलामा अरूलाई कुटिहाल्नुहुन्छ, मलाई चाहिँ कुट्नु भएको छैन। किन कुट्नुहुन्छ? के चकचक गर्छन् तिम्रो साथीहरूले कि के भयो? चकचक चाहिँ गर्दैनन् कि उतो बोलेर साथीहरूसँग पछाडि फर्केनहरू भने चाहिँ कुटिहाल्नुहुन्छ? सम्झाउनुहुन्न सुरुमा? सम्झाउनु भएन चाहिँ बेच्छन्। सम्झाउनु भएन भने चाहिँ पिट्नुहुन्छ। अरू म्यामहरूले चाहिँ पिट्नुहुन्छ कि? अरूमा त पिट्नुहुन्न, तर जुन उनी साथीहरूलाई चाहिँ त्यो म्यामले एकचोटि
एकचोटि दुईचोटि सम्झाउनुहुन्छ अँ, र मान्दा चाहिँ मान्दैनन् अँ, अनि कुट्दिनुहुन्छ सम्झाउँदै हुन्छ नमानेपछि मात्रै सम्झाउँदै छु पिट्नुहुन्छ हजुर तपाईँ त त्यसरी क्लासमा ज्ञानी नै हुनुहुन्छ गाइने छु घरको चाहिँ बाघ हो स्कुलको चाहिँ बिरालोको बच्चा घरको चाहिँ बाघ हो स्कुलको चाहिँ बिरालोको बच्चा हो आज तपाईँसँग कुरो गरेर एकदमै रमाइलो लाग्यो यो तपाईँको भिडियो म युट्युबमा हाल्नेछु अवश्य पनि अनि हाम्रो सम्बन्ध भनेको चाहिँ के हो बाबा छोरी हेलो गाइज हामी बाबा छोरी हौँ अनि यहाँ मामु सरप्राइज